हेलो इन्जिनियर सिके सिभिल वाइडीमा सबैजनालाई स्वागत छ। आज हामी बात गरौँ सिभिल इन्जिनियरिङको सेकेन्ड सेमिस्टरको मनमोहन युनिभर्सिटी र लगायत पियु केयु टियु युनिभर्सिटीको सिलेबस अनुसारको आज हामी इन्जिनियरिङ मेकानिक्स 1 को युनिट 8 को थ्योरी प्लस न्युमेरिकलको बारेमा डिस्कस गर्छौँ। चाहिँ टाइप्स अफ लोड एन्ड टाइप्स अफ सपोर्टको बारेमा रहेको छ। टाइप्स अफ लोड डिफ्रेन्ट प्रकारको हुन्छन्। पोइन्ट लोड, युनिफर्मली डिस्ट्रिब्युटेड लोड, uniformly varying load, couple, moment, static and dynamic load, imposed load, dead and live load रहेको छ। Definition of point load. A point load, also known as a concentrated load, it is a force applied to a structure at a single or specific पोइन्टमा लोड भनेको बीम और स्ट्रक्चरको माथिमा जो स्पेसिफिक पोइन्टमा लोड लागेको छ भने त्यस्ता लोडलाई हामी पोइन्ट अफ लोड भनिन्छ। इट इज एज्युम टु एक्ट अ पोइन्ट। यो लोडलाई हामी एउटा पोइन्टको रूपमा लागेको हुन्छ र जो लोड लागेको हुन्छ स्ट्रक्चर हो बीममाथि त्यो लोडको एरिया सानो हुन्छ। इट मे बी भर्टिकल, होरिजेंटल और इन्क्लाइन्ड। जो बीम और स्ट्रक्चर का माथिमा जो हाम्रो पोइन्ट लोड लागेको हुन्छ त्यो लोड चाहिँ भर्टिकल, होरिजेंटल और इन्क्लाइन्डमा पनि लागेको हुन्छ, जसको युनिट चाहिँ केजी, न्युटन, किलो न्युटन हुन्छ। पोइन्ट लोडको इक्जाम्पल लिँदाखेरि हैन, जब कुनै मान्छे बीम और ब्रिजमाथि उभिएको छ भने त्यस्ता पोइन्ट लोडलाई हामी पोइन्ट लोडको उदाहरण लिन सक्छौं। Definition of UDL load, uniform distributed load. A uniformly distributed load refers to a type of load that is applied evenly along the length of a structure such as beam or slab. Load is distributed along the structure uniformly. It is rectangular load. Unit kg per meter, किलो न्युटन पर मिटर। युडिएल लोड भनेको जुन लोड त्यो पुरै स्प्यानमा लाग्छ र इक्वल डिस्ट्रिब्युट हुन्छ त्यसलाई नि हामी युडिएल लोड भन्छौँ। युडिएल लोडको युनिट केजी पर मिटर र किलो न्युटन पर मिटर हुन्छ। युडिएल लोडको फिगर हेर्दाखेरि दुईटा सेपमा फिगर हुन्छ। क्वाइल सेप युडिएल हुन्छ र रेक्टेंगुलर सेप युडिएल हुन्छ। हाम्रो प्रब्लम चाहिँ युडिएल केसमा छ भने युडिएल केसको प्रब्लम सोल्भ गर्दाखेरि सबभन्दा पहिला हामीलाई पोइन्ट लोडमा कन्भर्ट गर्नुपर्छ। पोइन्ट लोडमा कन्भर्ट गर्नका लागि हामीलाई सबभन्दा पहिला एरिया अफ रेक्टेंगलको फर्मुला लगाउनु पर्छ अनि टोटल लोड फाइन्ड गर्नुपर्छ। एरिया अफ रेक्टेंगलको फर्मुला हुन्छ बेस इन्टु हाइट गरेर हामी टोटल लोड निकाल्छौँ र पोइन्ट लोड चाहिँ दुईवटा सपोर्टको सेन्टरमा लाग्छ। Definition of UVL load, uniformly varying load. Load that varies along the length of structure is called UVL load. Load variation may be linear, parabolic, cubic fission, etc. UVL लोड भनेको बीमको माथिमा जो लोड लागिरहेको छ भने त्यो लोडको इन्टेन्सिटी चेन्ज हुन्छ भने त्यो लोडलाई हामी युभिएल लोड भनिन्छ। लोडको भ्यारिएसन चाहिँ लिनियर हुन्छ, प्याराबोलिक हुन्छ र क्युबिक फिसनमा हुन्छ। युभिएल लोडको फिगर हेर्दाखेरि दुईटा सेपमा फिगर हुन्छ, ट्रापिजुअल सेपमा हुन्छ र रेक्टेंगुलर सेपमा हुन्छ। जब हामी बीम र स्ट्रक्चरको केसमा हामी प्रब्लम सोल्भ गर्छौँ र त्यति बेला बीमको माथिमा जब ट्रायंगल लोड लागेको छ भने हामी एरिया अफ ट्रायंगलको फर्मुला लगाएर 1/2 बेस इन्टु हाइट गरेर अनि टोटल लोड फाइन्ड गर्ने अनि त्यसपछि त्यो लोडलाई पोइन्ट लोडमा हामी राख्ने हो। जब बीमको माथि हाम्रो ट्रापिजुअल सेपमा लोड छ भने त्यो प्रब्लम सल्भ गर्नका लागि सबभन्दा पहिला त्यो लोडलाई हामीलाई पोइन्ट लोडमा
कन्भर्ट गर्नुपर्छ। पोइन्ट लोडमा कन्भर्ट गर्नुको लागि सबभन्दा पहिला यो फिगरलाई दुई भागमा डिभिजन गर्नुपर्छ। एउटा भाग आउँछ त्यसको डिभिजन गर्दाखेरि रेक्टेङ्गलर आउँछ र एउटा भनेको ट्रायङ्गल आउँछ। यो दुवैलाई एरिया अफ ट्रायङ्गलको फर्मुला हालेर अनि टोटल लोड दुवैलाई एड गरेर फाइन्ड गर्ने। अनि त्यसपछि एउटा फिगर ड्र गर्ने पोइन्ट लोडको। अनि पोइन्ट लोड कहाँ राख्नुपर्छ त पोइन्ट लोड टोटल लोड फाइन्ड गरेर हामीलाई पोइन्ट लोड बनाएर राख्नुपर्छ। पोइन्ट लोड चाहिँ सपोर्ट बी को लेफ्टपट्टि L/3 भागमा हामीलाई यो पोइन्ट लोडलाई टोटल लोडलाई 90 डिग्रीमा राख्नुपर्छ। 90 डिग्रीमा राख्नुपर्छ कसको आधारमा एकॉर्डिङ टु प्रिन्सिपल अफ सेन्टर अफ ग्राभिटीको आधारमा त्यो लोडलाई हामी 90 डिग्रीमा राख्नुपर्छ। कहाँ राख्नुपर्छ सपोर्ट बी को लेफ्टपट्टिबाट L/3 को रिस्पेक्टमा L/3 को डिस्टेन्समा त्यो लोडलाई 90 डिग्रीमा हामीलाई राख्नुपर्छ। डिफिनेसन अफ कपल इट इज द कम्बिनेसन अफ टु इक्वल एन्ड अपोजिट फोर्स सेपरेट बाई सर्टेन डिस्टेन्स। कपल भनेको एउटा सर्टेन डिस्टेन्समा दुईवटा इक्वल एन्ड अपोजिट डाइरेक्सनमा फोर्स हुन्छ। त्यस्तो फोर्सलाई चाहिँ हामी कपल भन्छौँ। मानौ एउटा स्केल छ, स्केलको राइट पोइन्टमा हामी एउटा भर्टिकल लोड राखेको छौँ जो F2 हो र पोइन्ट एमा डाउनवार्डमा चाहिँ फोर्स F1 राखेको छौँ। त्यो हामी जब टोटल फोर्सलाई क्यालकुलेट गर्छौँ भने द समिसन अफ फोर्स इज इक्वल टु F2 माइनस F1 इज इक्वल टु कपल के हुन्छ 0 जेनेरेट हुन्छ। इक्जाम्पल लिँदाखेरि गाडीको स्ट्रिङलाई हामी लिन सक्छौँ। डिफिनेसन अफ मोमेन्ट इट इज द प्रोडक्ट अफ फोर्स एन्ड डिस्टेन्स। फोर्स एन्ड डिस्टेन्सको प्रोडक्टलाई हामी मोमेन्ट भन्छौँ। यो चाहिँ जब हामी सपोर्ट रियाक्सन निकाल्छौँ भने त्यति बेला फोर्स इन्टु डिस्टेन्स गरेर हामी मोमेन्ट फाइन्ड गर्छौँ। डिफिनेसन अफ इम्पोज लोड इम्पोज लोड मे बी डिफाइन्ड एज द लोड that is applied to the structure which is not permanent। इम्पोज लोड भनेको एक प्रकारको त्यस्तो लोड जो स्ट्रक्चरमा त लाग्छ र पर्मानेन्ट लागिरहेको हुँदैन। त्यस्तो लोडलाई हामी इम्पोज लोड भन्न सक्छौँ। जस्तै अर्थक्वेकबाट लागेको लोड भनेको हाम्रो इम्पोज लोड हो। विन्ड प्रेसरबाट लागेको लोड भनेको इम्पोज लोड मान्न सक्छ। स्नोबाट पनि लोड लागेको हुन्छ त्यो भनेको इम्पोज लोड हो। डिफिनेसन अफ डेड लोड एन्ड लाइभ लोड डेड लोड इज सेल्फ लोड अफ स्ट्रक्चर इट सेल्फ। डेड लोड भनेको त्यस्तो स्ट्रक्चर जसले पर्मानेन्ट लोड दिइरहेको हुन्छ भने त्यस्तो स्ट्रक्चरलाई हामी डेड लोड भन्न सक्छौँ। जस्तैको लागि ब्रिक वाल भयो, कङ्क्रिट स्ल्याब भयो, वेट अफ वाल भयो, फ्लोर भयो, यिनीहरूले सबैले पर्मानेन्ट लोड बिल्डिङमा दिन्छ। त्यो लोड भनेको डेड लोडलाई हामी उदाहरणको रूपमा लिन सक्छौँ। लाइभ लोड भनेको द लाइभ लोड आर मुभेबल लोड। लाइभ लोड भनेको एक प्रकारको मुभेबल लोड हो। जस्तै मानव एउटा विद्यार्थी एउटा बेन्चमाथि बसेको छ होइन, त्यो विद्यार्थी एकैछिनमा आफ्नो सिट परिवर्तन गर्यो भने त्यो बेला लागेको लोडलाई हामी लाइभ लोडको उदाहरणको रूपमा लिन सक्छौँ। डिफिनेसन अफ स्ट्याटिक एन्ड डाइनामिक लोड द लोड व्हिच डु नट भ्यारी विथ टाइम आर कल्ड स्ट्याटिक लोड। द लोड व्हिच चेन्ज विथ टाइम आर डाइनामिक लोड। डाइनामिक लोड भनेको टाइम अनुसार लोड चेन्ज भइरहेको छ भने त्यो लोडलाई हामी डाइनामिक लोड भन्छौँ। र जो टाइम अनुसार र टाइमको रिस्पेक्टमा चाहिँ लोड चेन्ज भइरहेको छैन भने त्यो लोडलाई हामी स्ट्याटिक लोड भन्छौँ। Roller support it gives rise to one force reaction which is perpendicular to plane on which एउटा फोर्स राइज हुन्छ। त्यो फोर्स के हुन्छ प्लेनसँग परपेन्डिकुलर हुन्छ। फ्री टु मुभ इन एक्स डाइरेक्सनमा रोलर चाहिँ एक्स डाइरेक्सनमा मात्र गर्छ। फ्री टु रोटेट एबाउट जेड डाइरेक्सन रोलर जेड डाइरेक्सनमा फ्री रोटेट गर्छ। डिग्री अफ फ्रिडम रोलर सपोर्टको 2 हुन्छ र रियाक्सन डेभलप गर्छ मात्र
वाई डाइरेक्सनमा भर्टिकल डाइरेक्सन छ, जसको कारणले गर्दा नम्बर अफ रिएक्सन रोलर सपोर्टको 1 हुन्छ। हिङ सपोर्ट र पिन सपोर्ट, इट गिव्स one force reaction whose direction is unknown. It can resolve in two force along x and y axis free to rotate about z direction. हिङ सपोर्ट चाहिँ फ्री रोटेट z डाइरेक्सनमा गर्छ। हिङ सपोर्टको डिग्री अफ फ्रिडम 1 हुन्छ र हिङ सपोर्टमा चाहिँ एक्स डाइरेक्सनमा अनि वाई डाइरेक्सनमा रिएक्सन डेभलप गर्छ। नम्बर अफ रिएक्सन चाहिँ 2 हुन्छ। हिङ सपोर्टमा नम्बर अफ रिएक्सन चाहिँ 2 डेभलप गर्छ। हिङ सपोर्टमा चाहिँ एक्स एन्ड वाई डाइरेक्सनमा हामी रिएक्सन डेभलप गर्छौँ। डिग्री अफ फ्रिडम चाहिँ हिङ सपोर्टको 1 हुन्छ। हिङ सपोर्टमा मात्र जे डाइरेक्सनमा फ्री रोटेट गर्छ। फिक्स सपोर्ट, it rise to one force reaction having two components and other reaction movement. फिक्स सपोर्टमा चाहिँ 3 डाइरेक्सनमा रिएक्सन हामी डेभलप गर्छौँ। भर्टिकल डाइरेक्सनमा, होरिजेन्टल डाइरेक्सनमा र ट्रान्सलेसन डाइरेक्सनमा, जसलाई हामी जे डाइरेक्सन भन्छौँ। फिक्स सपोर्टमा नम्बर अफ रिएक्सन 3 हुन्छ। फिक्स सपोर्टमा चाहिँ रिएक्सन 3 डाइरेक्सनमा डेभलप हुन्छ। एक्स डाइरेक्सनमा, वाई डाइरेक्सनमा एन्ड जेड डाइरेक्सनमा। नम्बर अफ रोटेसन एबाउट जेड डाइरेक्सनमा हुन्छ। नम्बर अफ ट्रान्सलेसन इन एक्स डाइरेक्सन एन्ड वाई डाइरेक्सनमा हुन्छन्। फिक्स सपोर्टको डिग्री अफ फ्रिडम 0 हुन्छ एन्ड नम्बर अफ रिएक्सन चाहिँ फिक्स सपोर्टमा फिक्स सपोर्टले मोमेन्ट पनि दिन्छ, होरिजेन्टल फोर्स पनि दिन्छ र भर्टिकल फोर्स पनि दिन्छ। अबको लेक्चर 3 मा हामी स्टडी गर्छौँ एक्सियल फोर्स, शियर फोर्स, बेन्डिङ मोमेन्टम र डिटर्मिनेन्सी स्टेबिलिटी एन्ड डिग्री अफ फ्रिडमको बारेमा हामी डिटेलमा स्टडी गर्छौँ।